हेलो हेलो साथीहरु, मेरो यस युट्युब च्यानलमा सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। आज चाहिँ यताको वातावरण चाहिँ तपाईको एकदम चाहिँ क्लियर भएको छ है। घाम एकदम लागिरहेछ। एकदम कस्तो रमणीय खालको यो मेरो होस्टेल हो। यो अगाडिको मेरो होस्टेल हो। यो मेरो होस्टेलदेखि अलिकति 2 मिनेट आएपछि यहाँ ठुलो चौरी छ, तपाईको पार्क छ, हेर्न सक्नुहुन्छ। उहाँ साथीहरु खेल्दैछन्, म्यानमारहरु नेपालीहरु पनि छन्, भलिबल खेल्दैछन्, सबै खेलिरहेछन्। कस्तो दामी मौसम लाग्यो क्या। अनि हजुरहरुलाई पनि देखाउँ भनेर मैले सानो भिडियो गर्दैछु तपाईको। यहाँ यो म कहाँ छु भनेर चाहिँ तपाईहरुले यहाँ यो फ्ल्याग देखेर पनि अनुमान लगाउन सक्नुहुन्छ साथीहरु। मजा लाग्यो, एकदम राम्रो क्लियर आकाश पनि एकदम सफा छ। हेर्नु त, ओहो, आकाश पनि एकदम क्लियर छ। मलाई एकदम भिडियो बनाउन मन लाग्यो साथीहरु। आजको यो मौसम चाहिँ एकदमै राम्रो रहेछ। आकाश पनि क्लियर छ एकदम। जताततै मलेसियाको झन्डाहरु गाडिरहेका छन्। एकदम त्यही भएको कारणले गर्दाखेरि समसामयिक नेपालको राजनीतिक कुरा गर्दाखेरि तपाईको नेपालले पहिलोचोटि महिला प्रधानमन्त्री सुशीला कार्कीलाई पाएको छ। यसमा चाहिँ सबैले खुसी नै मान्नु पर्दछ। र अब शान्ति, सुरक्षा, सुशासन कायम हुने सम्भावना नै छ। देशले आमूल परिवर्तन जेनजीका साथीहरूले गर्दाखेरि देशमा अलिकति आमूल परिवर्तन भएको हामीले देख्न सक्छौँ। एकदम यो एकदम खुसीको कुरा हो साथीहरू। अनि त्यहाँबाट अहिले जति पनि नयाँ गृहमन्त्री, नयाँ चाहिँ अर्थमन्त्री र नयाँ ऊर्जा मन्त्रीको 3टा मन्त्रीको उहाँले चाहिँ हिजो पदबहाली गर्दै हुनुहुन्थ्यो, नियुक्ति गर्नुभयो। 3जना मन्त्रीहरूलाई नियुक्ति गर्नुभयो। त्यसमा चाहिँ ऊर्जा मन्त्री चाहिँ तपाईको सम्माननीय अति नै राम्रो काम गर्ने हाम्रो आदरणीय कुलमान घिसिङजीलाई नियुक्त गर्नुभएको छ। यो चाहिँ 3 करोड नेपालीहरूको लागि एकदम खुसीको कुरा छ साथीहरू। अनि त्यहाँदेखि अब हेर्दैछौँ यहाँ यो सरकारमा, यो अन्तरिम सरकारमा धेरैजनाको मन्त्रीमण्डल पनि गठन नहुने भन्ने जस्तो सुन्नमा जानकारी आइरहेको छ। एकदम साथीहरू, नेपालमा अब केही न केही होला जस्तो आशा लाग्दो कुराहरू चलिरहेको छ। एकदम खुसी छ साथीहरू। अरू कुरा त अब हेर्दैनौँ, हेर्न बाँकी नै छ साथीहरू। भन्दै अब आजको यस मौसम चाहिँ राम्रो भएको कारणले गर्दाखेरि मैले तपाईहरुलाई अलिकति भिडियो बनाउन चाहे। आजको लागि यति नै। बाई साथीहरू।